नेपालमा चाहिँ जग्गाको मापन। अब परतर्फ चाहिँ कसरी हुन्छ त? परतर्फ चाहिँ हाम्रो चाहिँ रोपनीमा हुन्छ, रोपनी आना र पैसा। अब एक रोपनीमा कति आना हुन्छ त? हाम्रो 16 आना हुन्छ। कति आना हुन्छ त एक रोपनीमा चाहिँ? 16 आना हुन्छ। एक आना बराबर चाहिँ हाम्रो 4 पैसा हुन्छ। एक पैसा बराबर चाहिँ 4 दाम हुन्छ। 4 दाम 4 पैसा अनि 16 आना। अब एक दाममा कति स्क्वायर फिट हुन्छ त भन्दाखेरि हाम्रो 21.3609। एक पैसा बराबर चाहिँ हाम्रो 85.3645 अथवा 56.45 भन्दा नि भयो, 56.45 सरी। अनि एक आना बराबर हाम्रो कति हुन्छ त? 342.25। एक रोपनी बराबर चाहिँ हाम्रो 5476 स्क्वायर फिट। कति त? स्क्वायर फिट हुन्छ। र के भन्छ? स्क्वायर फिट भनिन्छ। यो पनि स्क्वायर फिट भयो, यो पनि स्क्वायर फिट भयो, यो पनि स्क्वायर फिट। अब यो चाहिँ पात्रको तराईमा चाहिँ के भनिन्छ त? तराईमा चाहिँ हामी बिघामा, कट्ठामा, धुरमा नापिन्छ। अब पात्रको चाहिँ कट्ठा। एक कट्ठामा चाहिँ कति स्क्वायर फिटको हुन्छ भन्दाखेरि हाम्रो 3645। अनि एक धुरमा चाहिँ 182.25। अनि एक कट्ठा हाम्रो 20 धुरको हुन्छ। 20 धुर। एक कट्ठा 20 धुरको भयो। अनि एक बिघा चाहिँ हाम्रो, एक बिघामा चाहिँ 20 कट्ठा हुन्छ। अनि एक बिघामा चाहिँ हाम्रो कति भयो? 20 × 20 गर्दाखेरि 400 धुर भयो। अनि एक बिघामा चाहिँ हाम्रो अब स्क्वायर फिटमा गर्ने हो भनेपछि हाम्रो एक कट्ठामा चाहिँ 3600 स्क्वायर फिट भयो। 3654 स्क्वायर फिट भयो भने अब 3654 × 20 गर्दाखेरि हाम्रो कति आयो त? अब 500 खप्पै गर्दाखेरि हाम्रो 72000 72 54 × 72900 स्क्वायर फिट। यसै गरी अब स्क्वायर फिटलाई चाहिँ हाम्रो वर्गमिटरमा परिवर्तन गर्ने हो भनेदेखि हाम्रो के गर्ने हो भने दिएको स्क्वायर फिट डिभाइड 3.8 को स्क्वायरले भाग गर्नु पर्यो। अब हामीलाई दिएको छ कति ल? 72900 स्क्वायर फिटलाई चाहिँ वर्गमिटरमा चाहिँ परिवर्तन गर्दाखेरि 3.28 स्क्वायर। यो कति आउँछ तपाईँको भन्दाखेरि लगभग यो सबै गर्दाखेरि चाहिँ भन्दाखेरिमा हाम्रो 3.28 स्क्वायर। यो चाहिँ निकाल्नु साथै तपाईँले निकाल्नु होला हैन। 72900 डिभाइड 3.28 स्क्वायर चाहिँ भाग गर्नु होला। त्यति जो आउँछ त्यो चाहिँ हाम्रो के भयो त? 20 कट्ठा बराबरको चाहिँ वर्गमिटरमा चाहिँ आउँछ साथीहरु। ल यसरी चाहिँ गर्नु होला भन्न चाहे। धन्यवाद।